मुलुक दोस्रो स्थानीय तहको निर्वाचनमा होमिएको छ। आसन्न वैशाख 30 गते मुलुकभरि स्थानीय तहको निर्वाचन हुँदैछ र जनताले जनप्रतिनिधि चुन्दैछन्। यही बीचमा राजनीतिक दलहरूको तीव्रता र दौडधुप मतदाताका बीचमा व्यापक देखिन्छ। आज हामी सोलुखुम्बुको नेता सल्यान गाउँपालिकाको स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित हुँदैछौँ। सोलुखुम्बुको नेता सल्यान गाउँपालिकामा मुख्य गरी 3वटा राजनीतिक दलहरू प्रतिस्पर्धामा उत्रिएका छन्। त्यो मध्ये आज हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार धनजन राई। उहाँ नेपाली कांग्रेसको प्रदेश कका क्षेत्रीय सभापति पनि हुनुहुन्छ र नेपाली कांग्रेसको पूर्व जिल्ला सचिव हुनुहुन्छ र योभन्दा अगाडि उहाँले स्थानीय निकायको नेतृत्व पनि सम्हालिसक्नु भएको छ। आज हामी उहाँसँग नेपाली कांग्रेसको चुनावी एजेन्डा र चुनाव जित्ने आधारका विषयमा र सँगसँगै नेपाली कांग्रेसको दृष्टिकोणको विषयमा पनि कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई मलाखनमा। धन्यवाद। चुनाव कतिको लागेको छ तपाईँहरूलाई? चुनाव व्यापक रूपमै लागिरहेछ। चुनावले चाहिँ मतदाताका बीचमा पुगिरहनु भएको छ। चुनावको सिलसिलामा हामी विभिन्न कार्यक्रमको सिलसिलामा गाउँ गाउँ बस्ती बस्ती घर घर पुगिराखेका छौँ र निर्वाचनलाई प्रभावकारी स्वच्छ रूपमा परिचालन गर्नको लागि हामी अत्यन्तै पार्टी तहका साथीहरू सबै हामी लागिराखेका छौँ। मतदाता कति उत्सुक छन् निर्वाचनमा भोट हाल्नका लागि? यो निर्वाचनलाई कसरी लिएका छन् भोटरहरूले? मतदाता अहिले हामीले बुझ्दाखेरि अत्यन्तै उत्साहित छन्। विगतको स्थानीय तहको सरकारको कार्यशैली, भ्रष्टाचार, अराजकता, नियम विपरीत गरिएको कामको हिसाबले गर्दाखेरि अहिले स्थानीय तहको निर्वाचनमा नयाँ नेतृत्व चाहिँ हुनुपर्छ, नयाँ नेतृत्व आउनुपर्छ भनेर अत्यन्तै चासो र उत्साहका साथ मतदाताहरू लागिराख्नु भएको। भनेपछि नेतृत्व परिवर्तनको आकांक्षा छ मतदाता? एकदमै मतदाताले नेतृत्व परिवर्तनको आकांक्षा गरिराखेका छन्। अब नेपाली कांग्रेस केही किसिमको राम्रो प्रभाव रहेको जिल्ला हो, तर अघिल्लो चुनावदेखि तपाईँहरूले आफ्नो प्रभाव गुमाउनुभयो। 8वटा पालिका मध्ये जम्मा एउटा पालिका मात्रै जित्यो नेपाली कांग्रेसले। आज तपाईँहरू चाहिँ अब दोस्रो पटक चुनावमा हुमिँदै गर्दाखेरि समग्र नेपाली कांग्रेस र कांग्रेसका कार्यकर्ताहरू उत्साहित हुने अवस्था छ? निश्चय पनि कांग्रेसका कार्यकर्ता नेता पंक्तिमा उत्साह जागेको छ। किनभने नेपाली कांग्रेस 5 वर्षसम्म प्रतिपक्षमा रह्यो, देशभर कम्युनिस्ट उर्लेर आयो। प्रत्येक नेपाली नागरिकले कम्युनिस्टले केही चाहिँ राम्रो कार्यक्रमहरू ल्याउलान्, राम्रो पर्फर्मेन्स दिन सक्ला भनेर आशा गरेर बसेका थिए नेपाली जनता। तर त्यसको ठिक उल्टो प्रत्येक राज्य, शक्ति, स्थानीय, प्रदेश सबै क्षेत्रबाट जनताले गरेको अपेक्षा, जनताले चाहेको कुनै किसिमको विकासहरू, कुनै पनि ठोस कार्यक्रमहरू रहेनन्। त्यसै कारणले जनता उत्साहित छन्, नेपाली कांग्रेसको सत्ता देख्न चाहन्छन्। अब हिजोका दिनमा तपाईँहरूको आन्तरिक व्यवस्थापनका कारणले तपाईँले नराम्रोसँग पराजय बेहोर्नुभयो हरेक ठाउँमा, हैन? नेपाली कांग्रेस आजका मितिमा एक ठाउँमा छ? यो देशको सबैभन्दा ठूलो शक्ति नेपाली कांग्रेस हो। नेपाली कांग्रेस भनेको प्रजातान्त्रिक शक्ति हो, लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक पार्टी भित्र पनि आन्तरिक प्रतिस्पर्धा रहन्छ, त्यसलाई अन्यथा लिनुहुन्न। लोकतान्त्रिक पार्टी भित्र आपसमा प्रतिस्पर्धा हुँदाखेरि केही आफ्नो तिक्तताको कारण हामीले विगतको निर्वाचनमा एक आपसमा असहयोग भएकै हो, त्यसलाई हामीले ढाट्न मिल्दैन। तर तत्कालीन अवस्था भन्दा अहिलेको अवस्था अलिक व्यवस्थित र सबै हिसाबले चाहिँ अहिले संगठित भएको हामीलाई महसुस छ। कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको छ। निश्चय पनि अहिले कांग्रेस एक ढिक्का भएर लडिराखेको छ र यो उम्मेदवारी दर्ताले पनि त्यही संकेत गर्छ र त्यो संकेतले निश्चय पनि हामी अधिकांश स्थानीय तहको निर्वाचन हामी सफलताको बिन्दुमा पुग्ने लाइनमा छौं। तपाई जस्तो अब प्रदेश कको तपाई सभापति पनि हुन्छ, क्षेत्रीय सभापति पनि। 4वटा पालिका छन् तपाईको क्लस्टरमा। 4वटा पालिकाको पोजिसन के हो नेपाली कांग्रेसको? समग्र रूपमा हेर्दाखेरि नेपाली कांग्रेसको मतदाताहरू चाहिँ बढ्नु भएको छ, मतदाताहरू संगठित हुनुभएको छ, कार्यकर्ता साथीहरू संगठित हुनुभएको छ। केही जिल्ला स्तरका नेताहरूको बीचमा एउटा पद आकांक्षा
को केही सीमित रूपमा केही तिक्तता होला, त्यसले थोरो सानोतिनो मात्रै प्रभाव पार्ला, समग्रमा त्यसले धेरै प्रभाव पार्दैन र नेपाली कांग्रेस सोलुखुम्बु जिल्लाभरिमा प्राविधिक हिसाबले कहीँ कतै निर्वाचन हारे तापनि मतदाताको संख्या, मतदाताको आकांक्षा र नेपाली कांग्रेस प्रतिको चाहिँ सद्भाव चाहिँ बढेर गएको देखिन्छ। जस्तो अब नेता छलफलकै कुरा गरौँ, हिजो तपाईँ पहिलो स्थानीय तह निर्वाचनमा पनि आकांक्षीको रूपमा तपाईँ दावेदार भएर झिनोमतले पराजित हुनुभयो। यो 5 वर्ष तपाईहरुलाई यहाँका जनताले प्रतिपक्षीको भूमिकामा उभ्याइदिए। त्यो रोल तपाईहरुले कति खेल्नुभयो, कति न्याय गर्नुभयो? प्रतिपक्षीको हिसाबले आम मतदाता, आम नागरिकलाई जुन किसिमको तपाईहरुलेसँग सरकारलाई खबरदारी गर्ने जुन दायित्व थियो त्यो पूरा गर्नुभयो तपाईहरुले? अब विगतको स्थानीय तहको निर्वाचनको कुरा गर्दाखेरि अलिकति तितो कुरा पनि उठाउनु पर्ने अवस्था रह्यो। विगतको निर्वाचन हामी नेपाली कांग्रेसले पराजय हुनुपर्ने कारण मुख्यतः 2-3टा विषय थियो। पहिलो कुरा त नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले कार्यकर्ता र नेता व्यवस्थापन गर्न हामीले तत्कालीन अवस्थामा नसकेकै हो। हामी निर्वाचनको स्थलमा पुग्दै गर्दाखेरि जम्मा 8 दिन थियो। 8 दिनमा धेरै नेपाली कांग्रेसका नागरिकहरूसँग हामीले मन्थन छलफल गर्न, भेटघाट गर्न सकेनौं, जसको परिणामले पनि हामी निर्वाचन हार्यो कांग्रेसले भने। अर्को राष्ट्र पुरै पुनर्संरचनामा रहँदाखेरि नेचा सल्यान गाउँपालिका भित्र हिजका गाविसहरूलाई गाउँपालिकामा परिणत गर्दाखेरि चाहिँ त्यहाँ केन्द्रको विषय, अन्य भूगोलको विषय उठाएर जुन गर्न सकिँदैन थियो, जुन तत्कालीन अवस्थामा पनि गर्न सकिँदैन थियो र अहिले पनि सकिन्न, भोलि पनि सकिन्न, त्यस्ता संगीन आरोपको पनि नेपाली कांग्रेस शिकार भयो, जसले निर्वाचन पराजय भयो भने। अर्को कुरा चाहिँ आफ्नै दलभित्रको बागी उम्मेदवार उठाइएर जो 372 भन्दा बढी मत संख्या कटाएर नेपाली कांग्रेसले पराजयको शिकार हुनु पर्यो। पराजय पश्चात नेपाली कांग्रेस प्रतिपक्षमा रह्यो, नेपाली कांग्रेसका पराजित उम्मेदवारहरू प्रतिपक्षमा रह्यौं र निश्चय पनि हामीले खबरदारी गर्यौं। प्रतिपक्षको खबरदारी एउटा निर्णायक बिन्दुमा नपुग्ला, तर हामीले खबरदारी चाहिँ गरिरह्यौं, जसको बावजुद अहिले हामी त्यही खबरदारीको कारण अहिले यो वैशाख 30 गतेको निर्वाचन हाम्रो पक्षमा निर्णय हुँदैछ। जस्तो अब तपाईले 3-4 कुराहरू जोडताका साथ उठाउनुभयो। हिजो किन पराजय बिहोरो कांग्रेसले भन्ने कुरा तपाईले उठाउनुभयो। एउटा बागीको कुरा भयो, अर्को पालिका केन्द्र चाहिँ सल्यानका मान्छेले जिते भने उतै गइहाल्छ भन्ने, यी भनेपछि यी सबै एजेन्डा अब सकिए, एकपटक सल्टिए। यो एजेन्डा निश्चय पनि छ। यी सबै एजेन्डाहरू हिजोको स्थानीय स्तरमा रहेका सरकारमा रहने साथीहरूले यसलाई व्यवस्थित रूपमा सञ्चालन गरेको देखिन्न, त्यसका पूर्वाधारहरू तय भएको देखिन्न। त्यसकारण यो स्थानीय तहमा आएका जो स्रोत साधनलाई परिचालन अव्यवस्थित रूपले गरिएको देखियो। त्यस एउटा प्रशासनिक संरचना तय गर्नको लागि विनियोजन गरेको रकम समेत एउटा निर्वाचनमुखी कार्यक्रम बनाएर टुक्रा बनाएर चाहिँ बजेट चाहिँ तपाईको टुक्राएर चाहिँ विनियोजन गरेको देखियो। यसले चाहिँ अझै पनि स्थानीय तहको पुनर्संरचना अन्तर्गतको जुन प्रशासनिक पूर्वाधार हो त्यसप्रति व्यवस्था गरेको देखिन्छ। अन्य हिसाबले पनि धेरै कमी कमजोरी भएको हामीलाई चाहिँ प्रमाण र जानकारी छ। जस्तो तपाईले नेतृत्व परिवर्तन हुनु पर्यो, फेरि तपाईलाई भोट हाल्न पर्यो पालिका अध्यक्ष भनेर भन्दै गर्दाखेरि जनताले किन नेतृत्व परिवर्तन गर्ने? हिजो एमालेको चाहिँ सरकार प्रमुख हुनुहुन्थ्यो स्थानीय सरकारमा, हैन? उहाँले चाहिँ के त्यस्तो कमजोरी तपाईको नजरमा र मतदाता नजरमा रहेर उहाँलाई नेतृत्व परिवर्तन गर्ने? नेतृत्व परिवर्तन गर्न जरुर छ। किन भनेदेखि अहिले प्रत्येक नागरिक सूचनाविहीन रहेनन्, सूचनासँग जानकारी राख्छन्, सामाजिक सञ्जालसँग जानकारी राख्छन्, मिडिया विभिन्न पत्र पत्रिकामा जानकारी राख्छन् र देशभरि यो जानकारी सूचनामा जानकारी रहेको नागरिक भएकोले नेचा सल्यान गाउँपालिका भित्र पनि एक आर्थिक वर्षमा यो गाउँपालिकामा यहाँको नागरिकलाई दिनुपर्ने अनुदान, यहाँको नागरिकलाई समावेशी अनुदान, विभिन्न कार्यक्रम, रोजगारमूलक कार्यक्रमहरूको लागि त्यस्ता अनुदानहरूको अवस्था खबर के अवस्थामा रहे,
त्यो प्रत्येक नागरिकलाई जानकारी भएन, प्रत्येक अन्य दलका नागरिकलाई जानकारी भएन, प्रत्येक संघ संस्थालाई जानकारी भएन। 2-4 जना सीमित मान्छेहरू बसेर जुन आर्थिक अनियमितता, जुन आर्थिक सम्बन्धी जुन दादागिरी देखियो त्यो प्रत्येक नागरिकलाई थाहा छ, प्रत्येक कांग्रेसका मतदातालाई थाहा छ। त्यही कारणले नेचा सल्यान गाउँपालिकाको नागरिकले नेतृत्व परिवर्तन गर्न खोजिरहेको छ। स्थानीय सरकार भ्रष्टाचारमा डुब्यो त्यो सूत्रबाट। एकदमै यो दोस्रो नम्बरमा यो सोलुखुम्बु जिल्लाको 8वटा स्थानीय तह मध्ये अनुदानको हिसाबले दोस्रो तेस्रो जुन रेसियोमा चाहिँ अनुदान पाइराखेको थियो भने 8वटा गाउँपालिकाको तहमा भ्रष्टाचारको श्रृङ्खला भनेको दोस्रो तहमा पर्न जान्छ। त्यसै कारणले पनि नेचा सल्यान गाउँपालिका विशेष गरी नेपाली कांग्रेसमा आस्थामान राख्ने कार्यकर्ता, नेता, नागरिक र अन्य नागरिकले चाहिँ स्थानीय तहको चाहिँ नेतृत्व परिवर्तन गर्न आतुर छन्। र तपाईहरुले जस्तो यदि भ्रष्टाचार भएको थियो नि त्यसलाई बाहिर ल्याउने कोसिस तपाईहरुले किन गर्नु भएन? हामीले धेरै कोसिस गर्यौं, सामाजिक सञ्जाल, पत्र पत्रिका सबै कुरामा चाहिँ त्यो कुरा व्यापक गरायौं, नागरिकलाई सुझबुझका साथ हामीलाई जानकारी गरायौं। विभिन्न मिडियाहरूले त्यो प्रश्न लेखिसकेका पनि छन्, त्यसलाई उनीहरूले फेस गर्न सकेनन्, त्यसलाई उनीहरूले चाहिँ हामीलाई व्यवस्थित रूपमा हामीलाई चाहिँ त्यसलाई चाहिँ सूचना दिन सकेनन्, जो कि त्यस कुरामा उनीहरू चुकेका छन्। जस्तो अब तपाईले भन्दै गर्दा उनीहरूले दाबी गरिरहेछन् जस्तो हामीले बाटो यति धेरै बाटोहरू बनायौं, विकास निर्माणले चाहिँ एकदम गति लियो, कायाकल्प भन्ने उहाँहरूको दाबी छ नि। यो दाबीमा म सहमत छैन, किनभने नेपाली कांग्रेसले यो जिल्लाको नेतृत्व गर्दै रहँदाखेरि यो जिल्लाको आर्थिक अनुदान, नेपाल सरकारले दिने अनुदान, विभिन्न तहले दिने अनुदान अत्यन्तै न्यून स्तरमा थियो। तर पछिबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय तहलाई सशक्त बनायो, आर्थिक रूपले सम्पन्न, अनुदानको हिसाबले सम्पन्न, न्यायिक हिसाबले सम्पन्न भएको हुनाले त्यस्तो आर्थिक रूपले सम्पन्न भएको अवस्थामा सोलुखुम्बु जिल्लाको दोस्रो या तेस्रो अनुदान पाउने हिस्सेदार भित्र चाहिँ जुन अनुदानको रकम आयो त्यसले यिनीहरूले सिर्फ के गरे भने वल्लो वडा र पल्लो वडा जोड्ने नाममा डोजर आतंक गरेकै हुन्। सीमित व्यक्तिले कमाई खाने अखडा बनाएका हुन्। नेपाली कांग्रेसले त उदयपुरदेखि यो बाटोको पहल कदमी गर्दै आएको हो। उदयपुर जिल्लादेखि नै यो बाटोलाई व्यवस्थित गर्न सोलुखुम्बुका नेतृत्व पंक्ति, कार्यकर्ता पंक्तिले यसलाई व्यवस्थित गर्न त्यहाँदेखि मेहनत गर्दै गर्दै आएको बाटो, धेरै लामो दूरीबाट आइसकेको बाटो, करोडौं 50औं करोड रकम चाहिँ तपाईको एउटा वल्लो र पल्लो वडा जोड्ने नाउँमा हामीले धेरै सडकका सञ्जाल जोड्यौं भन्ने जुन दाबी छ यो बिल्कुल चाहिँ तपाईको यसमा चाहिँ भ्रष्टाचार भएको छ। किनभने 8-10 किलोमिटरको बीचमा अत्यन्तै कांग्रेसले खनेको डोरोमा, कांग्रेसले खनेको एलाइनमेन्टलाई चिथोर चाथोर गरेर जुन सडकमा यति अनियमित भएको छ त्यो साध्य छैन। यो बिस्तारै यो खुल्नेछ। जस्तो अब तपाई अध्यक्षमा दाबी गर्दै गर्दाखेरि चुनावी एजेन्डा तपाईसँग के छन्, ताकि मान्छेले नेतृत्व परिवर्तन गरिसकेपछि हाम्रो पालिका चाहिँ यस्तो बन्ने रहेछ भनेर चाहिँ आशा गर्न लागेको एजेन्डा के छन् तपाईसँग? धनजन राईलाई किन मत हाल्ने? हाम्रो एजेन्डा त पहिलो कुरा त मान्छेको प्रवृत्ति हो, प्रवृत्तिमा परिवर्तन हुनु पर्दछ। एउटा सबैभन्दा पहिला हाम्रो एजेन्डा त प्रत्येक नागरिक सूचनाको हक पाउनु पर्दछ। एउटा प्राविधिक हिसाबले निर्वाचित प्रतिनिधिले मात्रै निर्णय गर्नुपर्ने परिस्थिति हुँदा पनि सल्लाह, सुझाव, जानकारी लिने दिने भन्ने कुरा त प्रत्येक नागरिकलाई हक छ नि। त्यसकारण त्यो सूचनाको हक नै हाम्रो पहिलो परिवर्तन। पारदर्शी हिसाबले स्थानीय तह चल्नुपर्छ। नागरिकको नाममा आएको बजेट सिरिङले के काम गर भनेको त्यो प्रत्येक नागरिकलाई जानकारी हुनुपर्छ। त्यो हाम्रो पहिलो एजेन्डा। दोस्रो एजेन्डा भनेको चाहिँ तपाईको प्रशासनिक सुशासन, प्रत्येक नागरिकको घर दैलोमा प्रत्येक नागरिकले अनुभव हुने गरी सुशासनको व्यवस्था हुनुपर्छ र उपेक्षित, उत्पीडित, दलित, अल्पसंख्यकलाई नेपाल सरकारले दिएको संविधान विधान अनुसारको कार्यक्रम के गर्न खोजेको त्यो सम्बन्धित मान्छेले पाउनु पर्यो। यहाँ त तपाईको टाठा बाठरले बीचैमा त्यस्तो किसिमको सुविधा अनुदानहरू चाहिँ तपाईको बीचैमा त्यसलाई चाहिँ दुरुपयोग गर्ने परिस्थिति देखिन्छ। त्यसकारण अब हाम्रो त्यतातिर हाम्रो ध्यान जानेछ। त्यस्तो होइन, त्यस्तो लक्षित परिवारलाई त्यो कार्यक्रमहरू जानुपर्छ। अर्को एजेन्डा, तेस्रो एजेन्डा चाहिँ
प्रत्येक नेपाली छोरीहरू जन्मिनुको साथ तिनीहरूको नाउँमा एउटा आर्थिक पहुँच सृजना होस् भन्ने हिसाबले जन्मन साथै हामी प्रत्येक चेलीहरूलाई, प्रत्येक नवबालिका नानीहरूलाई चाहिँ हामीले कम्तीमा 2000 खाता खोल्ने सम्मको कार्यक्रम गर्ने। अर्को कुरा चाहिँ तपाईको युवा रोजगारमूलक कार्यक्रम, आयमूलक कार्यक्रमको चाहिँ कार्यक्रम ल्याउने र त्यो कार्यक्रमलाई त्यसको चाहिँ व्यवस्थित रूपमा बजारीकरण, उत्पादन सबै हिसाबले चाहिँ तपाईको व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गर्ने भन्ने। अर्को कुरा चाहिँ प्रत्येक गाउँ, प्रत्येक वडाभित्र युवा बेरोजगारहरूको तथ्याङ्क संकलन गरी क्रमागत रूपमा त्यस्ता युवाहरूलाई कहाँ व्यवस्थापन गर्ने, तेस्रो कुरा। चौथो कुरा, यो नेचा सल्यान गाउँपालिकाको जस्तो जस्तो सुकै सपना कम्युनिस्टहरूले बाँडे पनि हाम्रो सपना र हाम्रो पूर्वाधार भनेको कृषि हो। कृषिलाई आर्थिक नियमले मिल्ने र भ्याउने हिसाबले कृषि कार्यक्रमको उत्पादन, त्यसको चाहिँ व्यवस्थापन, त्यसको बजारीकरण, त्यसलाई चाहिँ तपाईको चाहिँ एउटा आर्थिक रूपले चाहिँ व्यवस्थापन गर्नको लागि हाम्रो पहिलो जोड कृषि हुनेछ। र यो नेचा सल्यान गाउँपालिकामा यति उर्वर जमिनहरू बाँझोपन हुने परिस्थिति सृजना भएको छ, त्यसलाई निर्मूल गर्नको लागि हामी नयाँ नयाँ कार्यक्रमहरू। कृषिमा जसले पनि नारा दिन्छ, हिजोका जनप्रतिनिधिले नारा दिएका थिए, तर विडम्बना चाहिँ महामारीहरू हुँदाखेरि चाहिँ चामल दाल पनि किनेर ल्याएर बाँड्नुपर्ने अवस्था आयो। यो नेचा सल्यान गाउँपालिका मात्रै समस्या होइन, देशव्यापी रूपमा विशेष गरी कम्युनिस्ट सरकारहरू हुँदाखेरि नेपाली कांग्रेसले तय गरेको, व्यवस्थापन गरेको रकमलाई अव्यवस्थित रूपले चाहिँ वितरण गरेको, भ्रष्टाचार बढेको, देशमा अरू कुनै किसिमको गतिविधि हुन नपाएको हुनाले यहाँको युवा शक्तिहरू चाहिँ दोस्रो मुलुक, तेस्रो मुलुक, खाडी क्षेत्रमा जाने यहाँका युवा शक्तिहरू विदेश पलायन हुनुभयो र गाउँघरमा अशक्त, असह्य बुढापाका मात्रै रहे र हाम्रा जग्गा जमिनहरू, हाम्रो उर्वर जग्गा जमिनहरू चाहिँ तपाईको बाँझो हुने अवस्था रह्यो। खाद्यान्नको हिसाबले समस्या आयो। त्यसकारण यो देश गरिबतिर उन्मुख हुने किसिमको परिपाटी सुरु भयो र यो कृषिलाई पुनः पहिल्यै अवस्थामा ल्याउनको लागि कृषि आधुनिकीकरण, कृषिलाई आधुनिक स्तरमा चाहिँ परिवर्तन गराएर कृषि पहुँच गराउने हो। यो कृषिको समस्या यो नेचा सल्यान गाउँपालिका मात्र नभएर देशव्यापी रूपमा चाहिँ यो जग्गा जमिनहरू बाँझो रहने, उत्पादन नहुने, नगराउने चाहिँ विभिन्न कारणले गर्दाखेरि, यसो हुँदाखेरि चाहिँ विशेष गरी नेचा सल्यान गाउँपालिकाको यो आर्थिक चलायमान नभएको, यहाँका जति पैसाहरू अन्यत्र पलायन हुन गएको र यातायातले चाहिँ यहाँको पैसा बाहिर लगिरहेको, अर्को ठाउँबाट यो गाउँपालिकाभित्र पैसा नभित्रिनु पर्ने कारण भनेपछि विशेष गरी कृषि उपजहरू हुन्। यहाँका तपाईको पैदावारहरू, यहाँका जुन कृषि उपज र अन्य त्योसँग सम्बन्धित अन्य चाहिँ तपाईको चीज वस्तुहरू उत्पादन नहुँदाखेरि हाम्रो यहाँको आर्थिक बाहिर पलायन हुने, बाहिरको आर्थिक ल्याउन सक्ने कुनै पनि मेकानिजम नभएको हुनाले हामीमा चाहिँ अब विशेष गरी कृषि क्षेत्रलाई जोड दिनुपर्छ भन्ने हाम्रो मान्यता हो। अब जस्तो सडकको कुरा, किनभने सडक एकदम महत्त्वपूर्ण पूर्वाधार हो। सडकमा तपाईँले के गर्नुहुन्छ? तपाईँ निर्वाचित हुनुभयो भने तपाईँसँग के दृष्टिकोण छ? यहाँका सडकको कस्ता हुन्छ? नेचा सल्यान गाउँपालिकामा करिब करिब सबै बस्तीहरूमा कच्ची सडकहरू पुगिरहेको अवस्था भए तापनि अब हाम्रो कार्यक्रममा सदरमुकाम हुँदै तिङला, खाल्पा, सल्यान हुँदै नेचा बिहिबारेसम्मको कालोपत्रे सडक निर्माणको त्यसको चाहिँ पूर्वाधार तय गर्ने र क्रमशः यसलाई चाहिँ कालोपत्रे गर्ने एउटा सडक। अर्को कुरा चाहिँ यो ओखलढुङ्गाबाट जोडिने यो गोल्डन ट्रायंगल सडक हुँदै आउने सडक गैरी नेचा बतासे बिहिबारे हुँदै ट्विन्टरसम्मको सडकलाई कालोपत्रे गर्ने यी दुईटा सडकलाई हामीले 5 वर्षभित्र कालोपत्रे हुन्छ? सम्भव छ। हामी हिजोका जनप्रतिनिधि भन्थे, हिजो पनि भएन तपाईँलाई? हिजो पनि दुई तिन सरकार चाहिँ हुँदाखेरि त उहाँले गर्न सकेन, तपाईँले अब आज गर्न सक्नु? अब हिजो भन्थे, तर आज भन्छौँ, गरेर देखाउँछौँ। यो हामी दुईटा सडकको चाहिँ हामी थालनी सुरु गर्छौँ र अन्य सडकहरू पनि हामी
कमसे कम गाडीहरू चल्न सक्ने किसिमको बनाउने हाम्रो प्रतिबद्धता छ। अब विद्युतको कुराहरू जस्तो यहाँ चाहिँ दुईटा चाहिँ हाइड्रोहरू जस्तो माइक्रो हाइड्रो, एउटा त्रिवेणी अर्को ट्विन टार। अब समस्या छ, ट्विन टार पनि त्यस्तै समस्या, महिनौ बिग्रेर चाहिँ त्यहाँका मान्छेले बत्ती बाल्न नपाउने होइन, त्रिवेणीको भोल्टेज नपुग्ने। अब यो कहिलेसम्म चाहिँ यहाँका पालिकाका नागरिकहरूले बिजुलीमा चिन्ता लिनु पर्दैन? अब दुईटा माइक्रो हाइड्रो पावरको विषयमा उठाउनु भयो, यो मलाई पनि यो विद्युतको बारेमा एक खालको पीडा छ। यो नेचा सल्यान गाउँपालिकामा दुईटा माइक्रो हाइड्रो पावर, एउटा चाहिँ नेचा सल्यानको 2 नम्बर वार्डमा अवस्थित माइक्रो हाइड्रो पावर, एउटा ट्विन टार नेचा सल्यान गाउँपालिका वार्ड नम्बर 4 मा उत्पादित माइक्रो हाइड्रो पावर। यी दुईटा माइक्रो हाइड्रो पावरको क्षमता उस्तै हुन्, जम्मा 100 किलोवाटको। अब ट्विन टार लघु जलविद्युत आयोजनाको निर्माण लागत लगभग 9 करोड भन्दा यसको बढी लागत अहिले देखिन्छ। सोही क्षमताको नेचर सल्यान 2 को त्रिवेणी माइक्रो हाइड्रो पावर चाहिँ हामीले लगभग 5 करोडमा निर्माण गर्न सफल भयौं। यसमा केही हाम्रो चाहिँ साउ त तिर्नु त छ, तर पनि यति सस्तो र छिटो निर्माण भएको त्रिवेणी लघु जलविद्युत आयोजनालाई निकट भविष्यमा हामी राष्ट्रिय प्रसारण लाइनमा मिलाउने जोड्ने कार्यक्रमतर्फ हामी लाग्नेछौँ भने यो त्रिवेणी लघु जलविद्युत आयोजनालाई पनि राष्ट्रिय प्रसारण लाइनमा मिलाउने क्रममा छौं। तर यो ट्विन टार लघु जलविद्युत आयोजना भित्र धेरै पूर्व निर्माण कमिटीका साथीहरूको लगानी फसेको छ। यसलाई यो 5 वर्षभित्र गाउँपालिकाले ती सार्वजनिक रूपमा बनेका आयोजनालाई जुन उनीहरूले पाउनुपर्ने योजनामा लगानी भएको रकम पाउनुपर्ने रकममा विभिन्न बाधा अडचन देखाएर भुक्तानी नपाइरहेको अवस्था र जस्तो किसिमको निर्माण भएको छ छिनछिनमा बिग्रिने अव्यवस्थित र गुणस्तरहीनको रूपमा त्यसलाई गर्न सकिन्छ र यसलाई पनि व्यवस्थित गर्न र अनि गर्ने र राष्ट्रिय लाइन मिलाउनको लागि हामी त्यसको पनि पहल कदमी गर्नेछौँ। राष्ट्रिय प्रसारण लाइन ग्रामीण विद्युतीकरणको कुरा छ। राष्ट्रिय प्रसारण लाइन भनेको यो नेपाल सरकारको क्रमागत आयोजना हो। जति बनेको आयोजना यहाँका स्थानीय तहका विगतका स्थानीय तहका जो प्रतिनिधिहरूले हामीले गर्यौं, यो गर्यौं, त्यो गर्यौं भन्ने यो बेकारको कुरा हो। यो चाहिँ राष्ट्रिय प्रसारण लाइन भनेको नेपाल सरकारको यो नियमित कार्यक्रम हो। यो नियमित कार्यक्रम भए तापनि यसलाई गाउँपालिकाले मध्यस्थ समन्वय गरेर 1 वर्षभित्र यो सम्पूर्ण घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने हाम्रो प्रतिबद्धता। 1 वर्षभित्र हरेकै घरमा बिजुली पुर्याउने प्रतिबद्धता। अब स्वास्थ्यको कुराहरू, किनभने स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्था भए तापनि प्रभावकारी उपचार नहुँदा यहाँका मान्छेहरूले चाहिँ धेरै दुःख पाएका छन्, बिरामीहरूले होइन। स्वास्थ्य क्षेत्रमा तपाईहरुले के गर्न सक्नुहुन्छ? तपाईहरुसँग के छ त्यो दृष्टिकोण? स्वास्थ्य कुरा गर्दाखेरि विगतको तीतो कुरा म भन्न बाध्य छु। जो यो दुनिया संसारभरि नै यो राष्ट्रियमा के अरे संसारभरि नै एउटा महामारी चल्यो जो कोभिडको हिसाबले, जो सम्बन्धी यो नेचा सल्यान गाउँपालिकामा 10औं करोड भ्रष्टाचार भएको छ। किनभनेदेखि त्यो हरेक हिसाबले पुष्टि हामी गराउन सक्छौं। 10औं करोड, 1 करोड हैन 10औं करोड चाहिँ भ्रष्टाचार भएको छ कि त्यो कोभिडको नाममा विभिन्न बहानामा भ्रष्टाचार भएको छ। अब यसको पनि विस्तार अन्य विषयहरू निस्किएला र अब हामीले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू चाहिँ हामी स्वास्थ्य कर्मचारीसँग समन्वय गरेर प्रत्येक बिरामी ज्येष्ठ नागरिकहरूको घर दैलोमै गएर हामीले स्वास्थ्य सुविधा दिन सक्ने किसिमको वातावरणको पहल हामीले गर्नेछौँ। किनभने स्वास्थ्य भनेको घर-घरमा उपचार हुन्छ, नागरिकको मानवको चाहिँ पहिलो हक हो, पहिलो अधिकार हो। त्यसकारण त्यो घर-घरमा उपचार गर्न सकिने खालको रोग बिरामीहरूलाई चाहिँ त्यही ठाउँमा गएर गराउने हामी प्रयासरत छौँ। अब जस्तो यहाँ एउटा सल्यानको प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर बिन अवस्थामा हुन्छ, प्राय निचामा अर्को एउटा सामुदायिक अस्पताल छ, त्यो पनि प्रयोगबिन छ भनेपछि भएका संरचनाहरूलाई कसरी तपाईहरुले चाहिँ यसलाई इफेक्टिभ बनाउनुहुन्छ? अब विगत समयभन्दा धेरै अगाडि स्वास्थ्य क्षेत्र अत्यन्तै व्यवस्थित थियो। 2 जना एमबीबीएस डाक्टरहरू थिए। तर जब गाउँपालिका स्रोत साधन युक्त बन्यो तब चाहिँ यो स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरहरू नभएको पनि हामीले देख्यौं।
त्यस्ता जनशक्तिहरूलाई प्रभावित पार्न सक्ने, त्यस्ता जनशक्तिहरू स्थायी रूपमा हस्पिटलमा बस्न सक्ने वातावरणको अभावको कारण होला या अन्य विभिन्न कारणले गर्दाखेरि चाहिँ यो विगतमा हस्पिटलमा चाहिँ एमबिबिएस डाक्टरहरू नभएको हो र अब एमबिबिएस डाक्टरहरू राख्नको लागि हामी एउटा वातावरण बनाउनेछौँ र यो सामुदायिक हस्पिटललाई पनि व्यवस्थित गर्नेछौँ। प्रत्येक वडामा के भन्छ यो हेल्थ पोस्टहरू, आधारभूत हेल्थ पोस्टहरू पनि छन्, त्यस्तालाई पनि व्यवस्थित गर्नको लागि हामी पहल गर्नेछौँ। अब शिक्षा क्षेत्रमा हिजो नेता सदनको एउटा छुट्टै क्रेज थियो जिल्लाभरि, हजुर होइन? अब आज भएका शैक्षिक संस्थाको स्तर हेर्ने हो भने अथवा विभिन्न परीक्षामा जिल्लाभरिको रिजल्टको अवस्था हेर्ने अत्यन्तै नाजुक दयनीय बनेको छ। शिक्षा क्षेत्र कसरी उक्सिएला नेता सल्यानको? अब यो शिक्षा क्षेत्रको मेरो भिन्न मत छ। यो परम्परागत शिक्षा प्रणाली अहिलेको समय अनुकूल भइराखेको देखिन्न। समयले एक खालको शिक्षा मागेको छ, हामीले शिक्षा अर्कै खालको दिइराखेका छौँ। त्यसले एउटा चाहिने जनशक्ति भन्दा अर्कै खालको जनशक्ति उत्पादन भएको छ र हाम्रो अहिलेको आवश्यकतासँग त्यो म्याच खाइराखेको छैन। त्यसकारण अबको हाम्रो आवश्यकता भनेको सृजनामूलक शिक्षा या प्राविधिक शिक्षाको आवश्यकता छ, किनभने त्यो शिक्षा लिएर त्यो शिक्षाले आफ्नो खुट्टामा उभिन सक्ने स्वावलम्बी कार्यक्रमलाई म्याच गर्न सक्ने खालको शैक्षिक गतिविधि चाहिने भएकोले अबको बाटो, अबको शिक्षा भने चाहिँ प्राविधिक शिक्षा हो। प्राविधिक शिक्षातिर हामीले जोड लिनुपर्छ र अर्को चाहिँ तपाईँको सिपमूलक शिक्षा, सिपमूलक, रोजगारमूलक र प्राविधिकसँग मिल्ने खालको शैक्षिक प्रणाली हुनुपर्दछ र विगतको शिक्षाबाट अब यो सम्भव परिवर्तन सम्भव छैन। यसलाई थोरै परिमार्जन गर्दै जानुपर्दछ र यो विकासको अव्यवस्थित र तपाईँको यो सुविधा विभिन्न स्वास्थ्य शिक्षाको कारणले यो गाउँलाई बसाइसराईको चाहिँ रूपमा लिन सकिन्छ। बसाइसराई जाँदाखेरि यहाँका छात्र छात्राहरू सँगसँगै बसाइ जाने, सँगसँगै काठमाडौँ जाने, सँगसँगै इटारी विराटनगर जाने हुँदाखेरि